ल है सानो मिनी भलक हाम्रो यहाँ खुर्सानी चाहिँ एकदमै छ। ओ मालिक नि यता मालिक यता। खुर्सानी यता खुर्सानी यस्तो छ। यस्तो दामी फलाएको छ। अनि बिहा पार्टी वैशाख महिनामा लगन पनि धेरै छ। मकै पनि उता पछाडि मकै छ। सस्तो छ खुर्सानी। यो जग्गा उता त्यो छेउबाट बोलायो भने उता घरमा कोही सुन्दैनन् कि त्यति टाढा खुर्सानी पनि। 10 कट्ठामा छ खुर्सानी। खास पहिलाका मालिक त हुन्। पछि यहाँ यो बिक्री हुँदाखेरि तपाईँले किन्नुभयो होइन? यस्तो छ। खुर्सानी चाहिँ एकदम बारीमा कि मोबाइलमा पनि यस्तो छ। हाम पनि झुल्क्यौँ न त तिम्रो भलक। के भन्न चाहनुहुन्छ? यस्तो मिहिनेतले फलाउनु भएको छ। उता मालिकलाई ए तपाईँ 1 केजीको कतिमा बेच्नुहुन्छ? के गर्ने सरकार 1 केजी अहिले 30 रुपियाँ 40 रुपियाँ आइपुगेको छ। मेहनत यत्रो छ। हजुर हर कुराको भाउ बढेको छ। हामी किसानीको भाउ बढेको छैन। खुर्सानी 30 रुपियाँ किलो बेच्नु परेको छ। यहाँ तपाईँले नगर सरकारले यहाँ नगरपालिका कि गाउँपालिका हो? हाम्रो नगरपालिका। अनि त्यो नगर सरकारले हेर्छ कि हेर्दैन? नगरपालिकालाई आफ्नो कुर्सीमा बस्नु बाहेक अरू केही थाहा छैन। 1 नम्बरको काम नलाग्ने हाम्रो वडा अध्यक्ष, हाम्रो मेयर त्यस्तै। हजुर हामी जनताको किसानको हकितमा बोल्ने कोही छैनन्। हजुर के गर्नु यस्तै छ। किसानको दुःख। टमाटर कुहिएर बारीमै झरिरहेछन्। हजुर खुर्सानी यस्तो फलेर अब बारीभरि छन्। अब न बजार व्यवस्थापन छ न बजार भाउ छ। तपाईँले बजार व्यवस्थापन छैन भने यत्रो किन खेती गर्नुभयो? के गर्नु मजबुरीले नि गर्नै पर्यो। हजुर अब यसो धर्म पनि हुन्छ। अब कसैलाई फ्रीमा भयो भने खुवाइ गरेर भयो भने यसो नाम कमाइन्छ। तपाईँ यस्तो धर्म गर्नुहुन्छ? धर्म त्यही भएर पनि हो। ल ठिक छ। अब मकै लगाइन्छ यो सुगाको लागि मात्रै हो। यो चाहिँ तपाईँले यो लगाउनु भएको छ नि कागज टाँसेको, त्यो चाहिँ के को खास किन हो? त्यो सुगाले धेरै अत्याचार गर्यो भनेर ठिक मात्रा मात्रै खाओस् भनेर त्यो अलिकति रोकथाम हुन्छ कि भनेर त्यति अपनाएको हो। हजुर 100मा 20% खाइसकेको छ। हजुर अब अलिअलि 50%सम्म आउँछ। तपाईँको यो खुर्सानी चाहिँ टिप्न चाहिँ यति टाइम लाग्यो कि लगभग 2 घन्टा 3 घन्टा पनि म आफै खटेर लागेँ। तर यहाँ पोल्यो, हात पनि पोल्यो। अनि यो खुर्सानी चाहिँ तपाईँ जति टिप्न नसकेको पछि सुकेपछि पनि सुकेको धुलो पनि बिक्रीमा जान्छ। सुकाएर अब त्यस्तै कसैले आँखा साँखा लगाउने छ भने त्यसको अब धुनी लगाउने हो। अब बिक्न त्यस्तै होला। धुप लगाउने काम लाग्छ। ओहो तपाईँ त्यस्तो। ल ठिक छ। अनि टमाटर अहिले के रेटमा कसरी छ? टमाटर अब टमाटर त के भन्ने र यो क्रेटको अहिले 300 रुपियाँ 200 रुपियाँ त्यस्तो छ। आधा कुहिएर बारीमै छन्। सत्यानाश छ। तपाईँले कुण्डलको 10,000 भन्नुभयो होइन? खुर्सानी कहाँको 10,000 पाउनु? हजुर 4,000 5,000। तपाईँले यो पाउनु पाए त भाग्य थियो नि। यो तपाईँले यो खेती गरेको चाहिँ कति वर्ष भयो? मैले खेती गर्न आएको 10 वर्ष भइसक्यो। भयो। तपाईँले अनि सरकारबाट अनुदान ल्याउने चाहिँ त्यस्तो चाहिँ के भएको छैन? सरकारबाट केही पनि पाइएको छैन। हजुर ज्ञान केन्द्रले यसो दुःख सम्झेर अलिअलि कहिलेकाहीँ। तपाईँले त यस्तो यति मिहिनेत गर्नुभएको छ, यति लगानी गर्नुभएको छ। अलि नगरपालिकामा गएर होइन हामी यसो कृषक हो, अलि अनुदान चाहिँ माग्नुपर्छ नि त। अब यसको लागि अब वडा अध्यक्षले दिनका आफ्नो वडामा के भइरहेछ, कसो भइरहेछ, कुन किसान कस्ता छन् त्यो पहल गर्नुपर्ने हो। मैले त यो तपाईँको पुरानबास नगरपालिका हो नि? पुरानबास नगरपालिका। अनि नगरपालिका आफन्तलाई चाहिँ अनुदान दिने, अरू नचिनेको मान्छेलाई त्यस्तो छ र? हो त्यही नै भइरहेछ यहाँ त। अनि उसको सपोर्टमा ऊ छन् उनले पाउने भयो। अब हामीलाई फुर्सद पनि हुँदैन उसको पछि कुद्नलाई। तपाईँले त गाई भैँसी बाख्रा कुखुरा पनि पाल्नु भएको छ? पनि पालेको छु। फर्म पनि दर्ता छ। सब आफ्नै उसबाट हो। हजुर
सरकारलाई ट्याक्स पनि तिरिरहेको छु उम्। हो त्यस्तै हो तपाईँ छोराछोरी चाहिँ कति छन्? छोराछोरी अहिले भन्दाखेरि 3टा छन् ए 2टा ओरिजिनल छन् एउटा यसो धर्म गर्नको लागि एउटा आफैले पनि पालेको छु धर्मपुत्री पनि अनि हर कुराको लागि धर्म तपाईँको छोरा चाहिँ के गर्नुहुन्छ? छोरा हजुर। छोरा खानी हल्लिने गरिरहेछ त्यही हो ए छोरी चाहिँ? छोरी पनि अब यसो समाजसेवी काम गरिरहेछ ऊ स्टाफ नर्स हो यही दुःख गरेर पढाइएर ए तपाईँले यही कृषि गरेर तपाईँले विदेश पठाउनु भयो? छोरीलाई चाहिँ यसो गरेको छु आफ्नै दुःख आफ्नै पौरखबाट ल ठिक छ। एकपटक तपाईँको यता पनि गए ल उता किन डराउनुहुन्छ तपाईँ? भ्रष्टाचार गरेर यो कृषिमा गर्नुभयो क्या डराउनु भयो आफै? ए उहाँले बोल्न आउनु यत्रो चाहिँ खुर्सानी छ तर एक कोसो खाऊ भनेर पनि दिएर मलाई त। यो खुर्सानी चाहिँ पिरो हुन्छ? यो भरे जाँदा चाहिँ लिएर जानु होला। हजुर तपाईँ एकचोटि बोलिदिनुहोस् न मेरो यो टिभीमा। तपाईँ टिभीमा आउनुहुन्छ? हजुर हजुर तपाईँ राम्रोसँग खुर्सानी टिपी राख्नु भएको छैन है? यता हाम्रो बहिनी पनि आउनु लाग्नु भएको छ। उहाँ चाहिँ कान्छो छोरी 3टा मध्ये एउटा कान्छो हुने छोरी आउनु। यहाँ ल्याउ त नानी ल। कृषकको यो बजार व्यवस्थापन खाने नभएर यो बारीमा टमाटर कुहिया छ, मूल्य नपाएर यस्तो अवस्था आइरहेछ। अनि एकदमै मकै लिएर उता काउली पनि छ। यस्तो अवस्थामा आउँदा पनि अङ्कल चाहिँ के गर्नु? तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ? यत्रो फला छ मिहिनेत गरेर तपाईँले यो पछाडि टाटा देखियो है पछाडि ठिक लाग्नु छोड्यो मलाई। तपाईँ के अरे यत्रो वर्ष कृषक गरेर अनि जनतालाई सेवा गरे भन्नुहुन्छ। झन् यो रेट चाहिँ एउटा कुण्डलको 1 कुण्डलको 50 कति 5,000 भन्नुहुन्छ। तपाईँ सेवा गर्ने मान्छेले त यसरी थोरै अलि 5,000 भनेको के हो त? जसको यो टिपेको दिहाडी पनि आउँदैन 5,000 भनेको। अनि यत्रो 50 रुपियाँ किलो तपाईँको यत्रो किलो नि बिक्दैन। यो आँखा नजरले कति बिघा छ तपाईँको? यति बिघामा जग्गामा तपाईँ यस्तो गर्ने होइन नि त। तपाईँले त चाहिँ यति गर्न सक्यो भने सबैलाई दान गर्नुहोस्। पहाडका मान्छेहरू भोगमरी भएका छन्, पहाडतिर दिनुहोस् न। पहाडै जाने हो, पहाडलाई दान गर्ने एउटा दान जस्तै पनि हो। पहाडको टुप्पो नदेखेका मान्छेले पहाड भन्ने। 1 कुइन्टल खुर्सानी टिप्नलाई यहाँ कतिजना खेताला? हामी 4जना खेताला छौँ। 4जना 5जना एउटा खेतालालाई कति तपाईँ दिनुहुन्छ? कति 600 रुपियाँ दिहाडी एउटा खेतालाको। अनि तपाईँ हिसाब लाउनु 5जना 6 पंचे 3,000 त्यहीँ गइहाल्यो। अब यसलाई धनगढी पुर्याउनु पर्छ 500 रुपियाँ धनगढीको दिहाडी भयो, 3500 भयो। अनि यहाँ जम्मा आयो 1500 रुपियाँ। तपाईँ आफै भन्नुहोस् 1500ले के चाहिँ हुन्छ र? अनि यो भनेको एउटा सेवा नभए धर्म नभए के चाहिँ हो त? ल ठिक छ, तपाईँले सेवा गर्नुभयो त्यसको लागि धन्यवाद छ मेरो तर्फबाट। र यो तपाईँले यो मकै चाहिँ कति एउटा बोटबाट कति त्यो ऊ निक्लिन्छ? एउटा बोटामा 2टा फल्यो भने एउटा सुगालाई हुन्छ, एउटा हामीलाई हुन्छ। अनि अब त्यसपछि केजी तपाईँ केजी कसरी छ? एउटा 30 रुपियाँ केजी। एउटा ठाउँ जो एउटा ऊ हुन्छ नि कोसा एउटा कोसा चाहिँ 1 केजी हुन्छ कि आधी केजी हुन्छ? एउटा कोसा अब भनौँ न 1 पाउ हुन्छ। 1 पाउ भयो भने अब आधा त्यहाँ सुगालाई खायो, आधा पानीलाई गयो, आधा त्यहाँ अब श्रमलाई गयो। बाँच्ने भनेको त कति 50 ग्राम जति मान्छेलाई हामीलाई बाँच्ने हो। एकचोटि यो खुर्सानी चेक गर्नु न त कतिको पिरो फलाउनु भएको छ? आफूले कहिले टेस्ट गर्नु भएको छ? तपाईँ आफै खानुहोस्, खाएर चेक गर्नुहोस्। यो म त खाइदिन्छु, म खाइदिन्छु। कस्तो पिरो बनाएको छ म चेक गर्छु है। अब त्यो अन्डाबाट हेर्नुहोस् तपाईँको खुर्सानीमा अलिक कम्प्लेन आइसक्यो। यो खुर्सानी होइन, तपाईँले खालि लुट्न खोजे हो। यो मैले कति
2वटा खुर्सानी खाइसकेँ। तपाईँको यो क्यामेरामा छ। बच्चाबाट निस्केको बतिला खुर्सानी खाएर किसानको आहा झन् गुलियो रहेछ। यो त मोटर कोसा जस्तो रहेछ। मोटर कोसा गर्ने यस्ता 4 कोसा खाइसकेँ। पिट्नु पर्ने हो यो किसानको हकमा बोल्ने माउडीहरू होइन नि यिनीहरू भ्रष्टाचारी हो नि यिनीहरू। यस्तरी हाँस्नुहुन्छ। आफ्नै बारीमा खुर्सानी फलाउने, पिरो नबनाउने, त्यतिकै परे चाउचाउ। यस्तो चाउचाउ बारीमा गहुँ फलाउनु छैन अनि चाउचाउ खाएर हुन्छ? बल्याक ल 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 हेर्नुहोस् यसरी फलेको छ खुर्सानी। तर यो खुर्सानी एकदमै यो ज्यानमारा त होइन होइन? यो नामधारी खुर्सानी। नामधारी खुर्सानी कति किसिमका हुन्छन्? नामधारी 1701 एनएसको 1701 हो। खुर्सानी त धेरै थरीका हुन्छन्, नम्बर बाई नम्बर हुन्। तपाईँ यो मकै चाहिँ कति दिनमा त्यो पुरै? मकै पनि अब हेरी छन्। अब पाइनर लाउनुहुन्छ कि अब कति नाम धेरै छन् मकै, अब त्यही अनुसार मकैको यो कति दिनमा रेडी हुन्छ खानको लागि? लगभग 120 दिन 110 दिनमा रेडी हुने हो। यो भनेको पाइनर 1891 हो। जुन यो अहिले तयार भइसकेको मकै भनेको त्यो पनि पाइनर। त्यो 3396 3355 अब 1899 यस्ता छन् मकैका उहरू। यो भनेको कार्तिकमा लगाएको मकै हो। कार्तिकमा लागेर अब वैशाख यो लास्टसम्म पाकिसक्ने हो। यो भनेको हाम्रो फागुन लास्टतिर लगाएको हो। फागुन लास्टमा लगाएर अब यो जेठसम्ममा यो पनि तयार हुन्छ। हाम्रो यो पुनर्वास एरियामा अब तपाईँले यो गरेदेखि सबै चिज तपाईँलाई यो खुर्सानी तरकारी खेती गर्दा फाइदा हुन्छ कि मकै गर्दा फाइदा हुन्छ कि अथवा त्यो उखुमा फाइदा हुन्छ कि यो गहुँ तरकारी खेतीमा फाइदा हुन्छ। अब दुःख धेरै हुन्छ तरकारी खेतीमा। हजुर। दुःख गरे अनुसारको बजार व्यवस्था भावहरू ठ्याक्क आइदियो भने तपाईँले यो हुन्छ। अब बजार भाव आइदिएन भने अब अलिकति यो तरकारी फलाउनुहुन्छ, तपाईँ लिएर कहाँ जानुहुन्छ बेच्नु? अब यो आफ्नै हाट बजार, स्थानीय हाट बजार पनि छ। हजुर। हाट बजारमा पनि लाने। अब धेरै भयो भने धनगढीको बासिन्दा। तपाईँ यहाँबाट धनगढी जान कति लाग्छ? यहाँबाट जानलाई हामी 4 बजे 3 बजे राति उठेर जानुपर्छ। अलिकति अब हामीसँग अब त्यस्तो साधनको सुविधा छैन। आफ्नै बाइकहरू छ, बाइकमा हालेर लाने हो। र अलिकति अब उज्यालो भएर लाँदाखेरि अलिकति ट्राफिकहरूले पनि तङ गर्छन्। किसानको मर्म बुझिँदैनन्। अब त्यही हो। अब बाइकमा 10-20 किलो लिएर जाने कुरो हुँदैन। अब कमसेकम 50-60 किलो 1 कुइन्टलसम्म लानुपर्छ बाइकमा लाँदाखेरि। ट्राफिकहरूले ल्याङ गर्छन्। तर पनि खाने बाटो चाहियो। तपाईँको यो चाहिँ अर्ग्यानिक भुँडी हो कि कस्तो हो? यो खालि बसी खाएको? एकदम अर्ग्यानिक। दुःख गरेपछि जति दुःख गर्दै गयो त्यति यहाँ भुँडी मेरो बढ्दै गरेको छ। तपाईँहरू पनि दुःख गर्नुहोस् मजाले र अर्ग्यानिक भुँडी बनाउनुहोस्। यो त रोग पाल्नु हो नि त? रोग त झन् बसी खायो भने रोग लाग्ला। अब यो हामीले दुःख गरेर पेट हो, रोग छैन। पानी खान मिल्छ हजुर? मिल्छ। त्यताको भुँडी सोधिहाल्नु अर्ग्यानिक तपाईँको यो पानी चाहिँ खाने पानी हो कि तल खाने पानी ट्याङ्कीबाट हो कि बोरिङबाट हो? बोरिङबाट। मिठो छ तपाईँको पानी चाहिँ एकदमै मिठो छ। ओहो तपाईँ नानी के खाँदैछौ? यस्तो नगर, म यहाँ पत्रकार फेरि यस्तो छ यहाँ। अब यहाँ पाइप चाहिँ कुल्याउनको लागि यस्तो भएको छ। यो टमाटर चाहिँ हेर्नुहोस्, जस्तै किसान उस्तै चम्रिया मुख छ, उस्तै यो चम्रियाको टमाटर यस्तो। कहाँ फल्या छ यस्तो हेर्नुहोस्। यो किसानको चाहिँ एकदमै मर्का चाहिँ छ है, दुःख गर्ने तर यो उत्पादन नहुने समस्या चाहिँ एकदमै छ। तर यो सरकारले, यो बालन सरकारले हेरिदियोस् भन्न चाहन्छु। एकचोटि बालन आफै आएर पनि हेरिदिए त झनै राम्रो हुन्थ्यो।
ल ओ यहाँ जो यहाँका मालिक हुनुहुन्छ उहाँको छोरा चाहिँ उहाँ हेर्नुहोस् ऊ कोदालो युवा भएर यसरी जाँगर गरेर ऊ त्यस्तो भइरहेछ ओ पानी कुलाइराख्नु भएको छ ऊ पानी लगाइराख्नु भएको छ यति टाढा हुनुहुन्छ उहाँ ओ अब चाहिँ म यो गाउँली भन्दा चाहिँ यसो छ यस्तोरी चाहिँ ल हेर्नुहोस् यसरी फलेको छ खुर्सानी तर यो खुर्सानी एकदमै यो ज्यानमारा त होइन यो नामधारी खुर्सानी नामधारी खुर्सानी कति किसिमका हुन्छन् नामधारी 1701 ए एनएसको 1701 हो खुर्सानी त धेरै थरीका हुन्छन् नम्बर बाई नम्बर हुन् तपाईँ यो मकै चाहिँ कति दिनमा त्यो पुरै मकै पनि अब हेरी छन् अब पाइनर लाउनुहुन्छ कि अब कति नाम धेरै छन् मकै अब त्यही अनुसार मकैको यो कति दिनमा रेडी हुन्छ खानको लागि लगभग 120 दिन